कति कति बेलाको घटना है यो तपाईँ के पसलमा काम गर्नुभएको थियो साउजीलाई फोन गरेको थियो त्यसले त्यसपछि साउजीहरू तारा खाइसक्नु भएको ठिक छ झुम्का र मैले किन्ने चाहियो भनेर चाहिँ ब्यागको त्यसपछि म आइसकेपछि सामान निकालिसकेपछि सामान निकालेर पहिला 30,000 टिलेरी निकालिदिनुहोस् भनेर भने अनि त्यसपछि भित्रबाट सेपबाट सामानहरू निकाल्ने बेलामा ट्याक्कै काउन्टरभित्रै आएर गन देखाएर सब सामानहरू झोलामा राख भनेर भनेछ अनि त्यसपछि सब सामान झोलामा राख भनेर भनिसकेपछि मैले त्यस्तो नगर्दै भनेर अनि त्यसपछि रफ सौदाले गाली गरेर दिने गरेँ त्यसपछि म त्यस्तो सोकेसमा त हाम फालेर भागेँ त्यसपछि त्यति बेलै गन चलाएको थिएँ त्यसपछि त्यो मलाई के थाहा थिएन गनको आवाजमा त सुनेको थिएँ अनि बाहिर रगत सुइरहेको अनि गनको चाहिँ भित्र नै थियो पसलभित्रै छ कतिजना थिए एकजना थिए नकाबहरू केही लगाएको थियो उसले हजुर नकाबहरू केही चिनिने मास्कहरू केही लगाएको थियो मतलब मास्क लगाएको थियो हजुर चस्मा पनि लगाएको हेर्दा कस्तो थियो नेपाली टाइपको थियो कि मधेसी टाइपको थियो मधेसी टाइपको जस्तो थियो कालो कालो थियो एउटा फोटो आइसक्यो मान्छेको त्यो सिसिटिभीमा भोलि तपाईँको घर चाहिँ कहाँ हो प्युठान कुन नगरपालिका के नाम हो तपाईँको शुभ नाम ए